हजुर महाराज मेरो लागि उच्च आसन लिएर आइज महाराज कंसको लागि मथुरा नगरमा मेरो यस सभामा मेरो लागि उच्च आसनको व्यवस्था छैन ल्याऊ महाराज ल्याऊ बसी बक्सियोस् महाराज के भनेको आचार्य बक्सियोस् हजुरलाई कुस्ती खेलाएको नि महाराज के भनेको कुस्ती खेलाएको ऐसँग लड्नु पर्ने छ मर्नु पर्ने बस्नुहोस् महाराज बस्नुहोस् किन कराउनुहुन्छ सो बस्दाखेरि यता सेन्टरमा राख सेन्टरमा हस् महाराज सेन्टर भने के हो नि फेरि ए चाडु हजुर महाराज महाराजसँग धेरै जिस्किनु हुन्छ महाराज बस्नुहोस् महाराज बस्नुहोस् खसारिनुहोस् तँलाई शिष्ट भाषा पनि बोल्न आउँदैन मेरो दरबारमा मैले तँलाई के सिकाएको हो छैन नि महाराज मेरो यातनालाई भएका छन् भन्ने कुरा तिमीहरूले बिर्सेछौ जस्तो लाग्छ महाराज कंसले दिने सजाय बिर्स्यौ कि क्या छैन महाराज बस्नुहोस् न बस्नुहोस् स्वर शोकलाई फेरि गाह्रो छ चाडु हजुर महाराज हजुर महाराज आज मैले त मेरो गाल बनाउँदा कृष्ण नगाइदिनु पर्यो महामन्त्री अक्रूरलाई पठाएको छु महामन्त्री अक्रूरले तो कृष्ण ग्वालीलाई ल्याउँदै होला तिमीहरूले काले कलौटे यदि यहाँ आयो भने त्यसलाई मार्नुपर्नेछ के गर्नुपर्नेछ मार्नुपर्नेछ मलाई मार्ने भनेको होइन होइन महाराज हजुरलाई हुन्छ जो कृष्ण काले कलौटे मेरो काल भन्नेलाई हजुरको भान्जा महाराज कान्न भन्नु भान्जा ए मुस्टिक हजुर महाराज अर्डर मात्रै मान्ने सुझाव सल्लाह दिने जो महाराज बस्नुहोस् महाराज बस्नुहोस् त मेरो गाउँ खनाउँदो आयो भने त्यसलाई तिमीहरूले बल्ने युद्धको बहानामा ठल्काएर यही क्रीडास्थलमा मार्नु पर्नेछ चारु र मुस्लिम कति शक्तिशाली छन् भन्ने कुरा जो बालकलाई त्यसैले ए चारु मुस्लिम जाऊ चारु आज मलाई रानीको बडो जाऊ हुन्छ महाराज हजुरको जुन आज्ञा महाराज यही छु महाराज नडराउनुहोस् यही छु अलिकति मसाज गर हस् महाराज घाँटीमा होइन के गरेको त मसाज हो महाराज मसाज हो महाराज ल्यायो महाराज
ल ठिक छ जाऊ तिमीहरू त्यहाँ गेटमा गएर पहरेदार जाऊ जुआगी महाराज स्वामी प्रणाम आयुष्मान फिर मेरी पटरानी हो रही हो होइन कि महाराज कति करा बस्नु बस्नु अगाडि अगाडि महारानीलाई आँखा तर्साउने होइन आँखा निकालेर रोटी खेलिदिनु लाग्यो आँखा पो लाउँदो रहेछ मेरी महारानीहरू होइन महाराज निगरानी गरेको हो कि होइन अब साह्रै कराउनु हुँदो रहेछ आफ्नो ड्युटी कडा रूपमा गर्ने हजुर महाराज फेरि टाउको पछाडि नगर्ने ए अस्ति हजुर स्वामी ए प्राप्ति आज मलाई तिमीहरूको बडो माया लागेको छ हो र स्वामी तिमीहरू त भन्नु कसको माया भन्नुहोस् न फेरि अब तिमीहरू भनेपछि बुझ न होइन बुझ्दैन हामी ड्युटी छौँ अलिक बढी अलिक कम त होला नि फेरि आज बिहानदेखि मलाई घबराहट भइरहेको थियो सोचे मेरी अस्ति र रातिलाई भेटौँ भन्ने इच्छा साँचेर मैले तिमीहरूलाई बोलाउन पठाएँ अनि महलमा तिमीहरूको फेरि विचार त राम्रैसँग भइरहेको छ होइन भइरहेको छ स्वामी भइरहेको छ हजुर मलाई अलि गाह्रो भएको थियो अब के गर्ने म पनि यता त्यो मेरो काल भनौँ आकाशवाणी भएदेखि मलाई न निन्द्रा लाग्छ न भोक न प्यास जबसम्म मैले त्यो मेरो काल भनौँलाई चाहिँ मेरा आफ्नै हातले चाहिँ मार्ने छैन तबसम्म मैले मलाई चेन स्वामी एउटा कुरा भनौँ ए अस्ति हे प्राप्ति मलाई बढी गर्मी भयो एकति पङ्खा पहिला मेरो कुरा सुन्नु न खालि पङ्खा पङ्खा खानु सुनमला के सुनमला कस्तो नबुझे भित्रको कुरो बाहिर सुन्ने गरी भन्नु ठिक छ पङ्खा आउँछ ल स्वामी एउटा कुरा सुन्नु फेरि होइन यो कंसको दरबारमा यो पङ्खा कहाँबाट ल्याएको तिमीहरूले यो स्वामी जाजरकोटको पङ्खा हो नि शिवालयको कम्पनी जाजरकोट शिवालय भट्टा कम्पनी हो हो स्वामी हो किन राम्रो छैन स्वामी यो शिवालय गट्टा कम्पनी भन्ने मेरो राज्यमा त मैले कहिले पनि सुनेको थिएन खै स्वामी अब त राम्रो लाग्यो यो तिमीहरूले गल्तीमा मिस्टेक गरे जस्तो छ महारानी हो स्वामी मिस्टेक भने के हो नि फेरि मिस्टेक भनेको गल्तीमा मिस्टेक भयो जस्तो छ तिमीहरूबाट हो र होइन भटो मेरो बाच्य वस्तु गल्ती गर्नु हुँदैन है ए प्राप्ति के भनिरहेको थियो तिमीहरूले हजुरले अस्तिलाई जोरसँग बोल्ने मलाई साह्रो पर्ने भने किन हो यस्तो होइन त्यो कुरो महारानी भएपछि महाराज भएपछि त महारानीलाई अलिक तर राख्नै पर्यो नि स्वामी बस्नुहोस् धन्यवाद चला फेरि प्रेसर नपर्नु भन के भनिरहेको थियो हजुरले भन्नुभयो स्वामी कति दिन भइसक्यो सुतेको छैन खाएको छैन हजुरलाई त मोटै देख्छु किन हो स्वामी ए अस्ति कामको कुरा गर या प्रेसर बढाउने काम नगर तिमीहरूलाई के भन्नु छ भने भन छिटो स्वामी हजुर बिस्तारै बोल्नुहोस् होइन भने हामी जान्छौँ यहाँबाट माया लाएर बोलाएको झन् भाउ भन सोध्नु छ अस्ति प्राप्ति सोधेपछि हजुरले जवाब दिनुहुन्न हराउनुहुन्छ अब समाधान भनेको के एउटा कुरा सोधौँ सही सोधौँ एउटा कुरा किन
तिमीहरूलाई जति इच्छा त्यति कुरा छ मायाले बोल्नु के समय माया कति कुरा स्वामी अब रक्षा गर्न जन्मेपछि अब त ठुलै हुने हो नि स्वामी हजुर नाच पनि सुन्नु नाच्नु गरे हामी सबै हजुरलाई अस्ति र यो प्राप्तिमा कसको बढी माया लाग्छ स्वामी बडो ठुलो प्रश्न हो अस्तिलाई माया गर्छु भनेको अस्ति कतै फुस्के प्राप्तिलाई माया गर्छु भनेपछि कतै अस्ति फुस्के बडो उरु जति मिलाउनु होला स्वामी के बढ्दैन आयो भने हैन के रे कपालले कान ढाक्नु भएको छ क्या हजुरले के भन्नु हजुरलाई हामी दुईटामा कसको बढी माया लाग्छ भने क्या ए अस्ति तिमी मेरो मुटु हौ ए प्राप्ति तिमी मेरो फोक्सो हौ स्वामी मुटु भने के हो फोक्सो भने के हो त फेरि अब मुटु भनेको धडा धडा फोक्सो भनेको फरक अनि धडा धडा फडा फडा भने के हो नि फेरि यो अब मुटु धड्किन्छ द द ध ध फोक्सले सास फेर्न फडा अब यही हो के हो बुझ्ने हो बुझ यहाँ सुन्नुहोस् है स्वामी सुन्नुहोस् धडा धडा धबाट आयो फेरि फडा फडा फबाट आयो त्यो कसरी एउटै हुनसक्छ त कसरी एउटै माया भयो यो त बराबर भएन नि त फेरि के धबाट आउनु पर्यो फबाट आउनु पर्यो स्वामी मुटु भएन भने पनि फोक्सोको काम छैन फडा फडाको काम छैन फडा फडा भएन भने धडा धडाको पनि काम छैन त्यसैले तिमी मेरो मुटु हौ भने तिमी मेरो फोक्सो हौ स्वामी भन भन मलाई एकान्तमा एउटा कुरा भन्ने मन थियो भन्नु न भन्नु कसको माया बढी लाग्छ कि भन्नुहोस् मलाई मात्र भन्नु के भने स्वामी के भनेको होइन के रे स्वामी एकान्तमा गर्दै कुरा गरेको भन्नुहोस् हजुरहरूले अहिले फेरि बात भनेको यिनीले मलाई बुझिसक्यो हजुरले हामी दुईटालाई माया गर्नुहुन्छ अब के गरौँ स्वामी हामी चाहिँ कि यतै बस्छौँ ए प्राप्ति तिमीहरू गएर आफ्नो शयन गर्छन् आराम हुन्छ स्वामी हुन्छ नकले तललाई मारेर तिनीहरूलाई विजयको विगुण सुनाउनको लागि आउनेछौँ अहिलेको लागि तिमीहरू जाऊ हुन्छ स्वामी ख्याल गर्नु होला भने नमर्नु होला है कालभन्दा ठुलो कुरो केही छैन स्वामी आउँदैछ भने सुनेका छौँ कता कता चिन्ता लागेको छ बाई स्वामी बाई I love you. I love you. हे मथुरावासीहरू किन 32वटा दाँत देखाएको हो चलु मुसी माथि जाऊ राजकुमार महाराजको दहेज तिमीहरूले बिर्से जस्तो छ फेरि मैले उठाएर कालको थरीमा लिएर फाल्न नपरो मुसिक यता आइज 1 2 हस् महाराज त कृष्णकाले कलौटे आउँदैछ त्यसलाई चाहिँ मार्नुभन्दा अगाडि तिमीहरूमा कति बाहुबल छ मैले हेर्नु पर्यो तिमीहरूले के जानेका छौ ल मलाई देखाऊ अगाडि बढ ए अगाडि बढ भनेको के पछाडि बढ्ने अगाडि बढ हजुर महाराज के गर्नु भएको
हातमा कति बाहुबल छ, तिमीहरूमा कति शक्ति छ? हजुर महाराज हजुरलाई नै हामी फालिदिन्छ हानेपछि त हे, के कुरा गर्नुभएको त्यो बालेले मेरा बकासुरलाई चाहिँ मारेको थियो। भनेपछि तिमीहरूमा कति शक्ति छ? मैले त्यसलाई युद्धको बहानामा यहाँ त बोलाए। त्यसका लागि तिमीहरूमा के कति शक्ति छ? शक्तिको परीक्षण मैले हेर्न चाहेको। अगाडि बढ। हुन्छ महाराज अब के यहीँ लडेर मर्ने हेर महाराज पहिले हामी अब अगाडि बढ भने पछाडि सर्छ, पछाडि सर्छ। होइन महाराज हामी गेटमै बस्छौँ अब हजुरसँग बस गर्नुभन्दा अब कृष्ण आउने टाइम पनि भयो जस्तो छ महाराजलाई अलर्ट दिँदैछस्? बस 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 बस। हस् महाराज बस्नै पर्यो अब चिसो छ होइन ए सुन, अपोजिट उल्टो। अब ती कृष्ण कलियुगलाई मेरो काल हुनलाई मार्नको तिमीहरूले मन्त्र शक्ति साधना सुरु गर्नु पर्यो। हात जोड भनेको सुन सुन महाराजी अब नसताउनुहोस् हामीलाई आरामले त्यहाँ उभिदिनुहोस् महाराज सुन भनेको। सुने महाराज सुनिरहेको छौँ मैले जे जे भन्छ तैँले त्यही त्यही भन। तारारा पु मैले मात्र सुरु गरेकै छैन के? अब ओम भनेकै त होला महाराज तेरो के मैले जे जे भन्छ तैँले त्यही त्यही भन भन्दा फेरि के गर्दैछस् तैँले? हजुरले ओम गर्नु ओम गरे भने तिमीहरूको मात्र शक्ति साधना सुरु भयो। खडा हो जा। महाराजी भयो पुग्यो अरूलाई चिसो पर्दैछ त्यहाँ गेटमा पहिरेदार सेक्युरिटी गार्ड एकदम टाइट कर। त्यो कृष्ण काले कलोटे आउँदै होला, म मेरो साइन कक्षमा गएर आराम गर्दै गर्छु। हस् महाराजी बसी बस्यो हजुर बसी बस्यो त्यो आयो भने त्यसलाई त्यही मार्ने। दाजु बलराम हेर्नुहोस् त यो हाम्रो मामा कंसको दरबार होइन रे हो नि कति सुन्दर छ है मामाले यत्रो भव्य एक गर्दै हामीलाई स्वागत सम्मानको लागि हेर्नुहोस् त गेटमा पनि पानी लगाएर बस्नु भएको रहेछ कति सुन्दर भैया यो त मामा कंसकै दरबार हो। अब हामी मामा कंसलाई भेट्ने दा भैया यो हलो उता राखिदेऊ, मामालाई भेट्न भित्र जाने। हुन्छ हुन्छ यही द्वारका हजुर महाराज हे दरबार हामीलाई भित्र जान दिनु। हामीलाई मामाले निम्ता गरेर बोलाउनु भएको छ, त्यसैले हामी मामालाई भेट्नुको लागि आएका छौँ। हामीलाई दरबार जान दिऊ, यो हाम्रो मामा कंसकै दरबार हो नि होइन? को हो तिमी? यो दरबारमा आएर भित्र जान्दै भनिरहेका छौ? हाम्रो परिचय पछि देऊ न। मामा कंस बनिसकेपछि भान्जा त हुन्, हामी भेट्न आएको मामालाई। जोसुकै पनि आओस्, हामीले महाराजले भन्नुभएको चाहिँ भित्र जान नदिनुहोस्। हे द्वारपाल राम्रोसँग विचार गरेर बोल्नु, हामीलाई छोडिदेऊ, मार्ग छोडिदेऊ, हामी मामा कंसलाई भेट्न आएको। हुँदै हुन्न, भित्र जानलाई आदेश छैन कि त हामीसँग युद्ध गरेर भित्र जान पाइनेछ, छैन भने भित्र जान निषेध छ। हजुरहरूलाई युद्ध गर्न ठुलो रहर छ जस्तो छ होइन? हामी राम्रै तरिकाले भनिरहेका छौँ, छोडिदेऊ मार्ग, होइन भने
नराम्रो होला। किन डराउन, हामी पनि हुष्टपुष्ट छौँ। ठिकै छ, अब तिमीहरूलाई युद्धै गर्ने इच्छा छ भने भित्र त जान्दिनँ, फेरि हामी युद्ध गरेपछि मात्र हुन्छ। ल आउँ लडौँ। ता भैया लात के भूत भाषण नहीं मानते। और समाप्त हो। आक्रमण आक्रमण आक्रमण। गरिसक्यो आउनुहोस् माथि आउनुहोस्। आउनुहोस् अगाडि आउनुहोस् न, किन अझै पछि पछि हुनुहुन्छ? मामा कता लुक्नु भएको? हजुरको प्यारो भान्जा आइसक्यो, आउनुहोस्। मेरो भान्जा क्रिस आयो तिमी? आए मामा आए। आऊ मेरो भान्जा, मेरो गले मिला। जुवा मामा यता छु, किन पछि पछि फर्केर जानु भएको? तैँले यस्तै छल गरेर मेरा कसुर बकासुरलाई मारेको रहेछस्। त मेरो काल होइन, मेरो काल होइन त काल। जुन दिनबाट मैले त्यो आकाशवाणी सुने, त्यसको अन्तिम समय मैले तेरो वध गरेर प्राप्त गर्नेछु। मामा अवेशमा नआउनुहोस् हजुर। मैले भनेको मान्नुहुन्छ भने भान्जालाई स्वीकार्नुहोस्, माया गर्नुहोस्। मेरो काललाई मैले माया गर्ने हो। मेरो शत्रु मेरो हातबाट आज तेरो वध हुनेछ। सावधान। हुन्छ मामा हुन्छ। हजुरको इच्छा नै मसँग युद्ध गर्ने हो भने आउनुहोस्, आज युद्ध मलाई चुनौती दिँदैछस्। आउनुहोस् मामा, धेरै नबोल्नुहोस्, समय गइरहेको छ, चिसो बढिरहेको छ, युद्ध गरिहालौँ। आउनुहोस् मामा, आउनुहोस् मामा, आउनुहोस् कहाँ जानु भएको हजुर? आउनुहोस्। मामा आउनुहोस्, यताउता ध्यान नदिनुहोस्। को हो यो? भान्जा यता छ मामा, आउनुहोस् न। ए छलिया, धेरै नाटक नगर। तेरा धेरै रूप हुन्छन् भने थाहा पाएको छु। धेरै नाटक नगर, आइज आउनुहोस् मामा, आउनुहोस्, म तयार छु। पर्खिरहेको छु मामा, आउनुहोस्। खुट्टा माथि ए छलिया, रोक यसलाई छोड्दैन, रोक अहिले मलाई खेडा गाडसँग कुदाउनु। मामा कता भाग्नु भएको? यता आउनुहोस् मामा, भान्जा यता छ मामा, आउनुहोस्। ए छलिया, धेरै छाल नगर। यो कक्षको अब देखाउँछु। जहाँ कक्ष त्यहाँ विध्वंस,
अब तेरो मेरो अन्तिम युद्ध हुन्छ अहिले अन्तिम युद्ध हुन्छ तेरो मेरो जो आगे वर्षौँदेखिसम्म तडपिएको थियो तेरा शरीरका टुक्रा टुक्रा बनाउँछु आउनुहोस् मामा अन्तिम युद्ध गरेर आउनुहोस् माइजू छोड्नुहोस् भन्छ नबोल्नुहोस् मसँग हजुर माइजू मान्छे छैन भन्नुहोस् मलाई मामालाई मारेको होइन मामाको उद्धार भएको हो पापको घडा भरिसकेको थियो अनि मुक्ति दिलाएको स्वामी कति राम्रो जुगा थियो जाऊ भैया हामी त स्वामी भक्त जुगा स्वामी स्वामी तपाईँ धडा धडा फरक गर्नु लाग्यो स्वामी त जाऊ स्वामी स्वामी अब 4 जना आएर अलिक बलियो बलियो आउनु होला है मलाई हामी 4 जना आउनु होला उठाएर यो हाम्रो यो भेरी नदी लागि पनि हुन्छ काली नदीको छेउमा दास गरे पनि हुन्छ 4 जना आउनु होला अलिक मोटो हुनुहुन्छ है गाह्रो छ किन हाँस्दै गइहाल्नु पिताश्रीलाई भन्नुपर्छ